Reporter's Diary. नमस्कार, स्वागत छ कार्यक्रममा। कार्यक्रम रिपोर्टर्स डायरीमा छौँ हामी। कार्यक्रम रिपोर्टर्स डायरीमा हामी यो समय दशैं मनाइरहेका छौँ र दशैंको मुख्य दिनहरू अगाडि आउँदैछ र मुख्य दिनहरू अगाडि आउँदाखेरि खानपानकै कारणले गर्दा स्वास्थ्यमा पर्न सक्ने असरका कुराहरू पनि उल्लेख हुन्छ। खानपान नै यो दशैंको मुख्य रौनक हो भनेर बुझ्ने एउटा चलन पनि छ र यही एउटा समस्या पनि बनिदिन सक्छ। यो विषय केन्द्रित भएर हामी कुराकानी गर्दैछौँ आजको कार्यक्रममा। यो समय हामी कुराकानी रामदेवी महर्जनसँग गर्दैछौँ। स्वास्थ्य सम्बन्धी विभिन्न जानकारीमूलक लेख रचनाहरू निरन्तर गर्नुहुन्छ र एउटा पुस्तक हाइकिङ काठमाडौँ सार्वजनिक भइसकेको छ। प्रकृति प्रेमी समूह निरोग धाम, जसले आफ्नो स्वास्थ्य आफ्नै हातमा भन्ने नाराका साथमा आफ्नो डाक्टर आफै बनौ भनेर समाजमा बुझाउने गतिविधि निरन्तर गर्दै आएको छ र यो समूहको कार्यसमितिको कोषाध्यक्ष पनि हुनुहुन्छ रामदेवी महर्जन। दशैं नजिकै गर्दाखेरि निकै रमाइलो माहौल बन्छ र तपाईँले स्वास्थ्यमा ध्यान दिन सक्नु भएन भने तपाईँको स्वास्थ्य खराब भयो भने त्यो रमाइलो हराउँछ। त्यो रमाइलो निरन्तर राख्नको लागि पनि तपाईँको स्वास्थ्य निकै चुस्त रहनुपर्ने हुन्छ र स्वास्थ्यमा त्यो चुस्तता, स्वास्थ्यमा त्यो सहजता ल्याउनको लागि एउटा अभियान जुन प्रकृति प्रेमी समूह मार्फत निरन्तर छ। उक्त अभियानमा पनि हुनुहुन्छ, लेखनमा पनि हुनुहुन्छ, त्यसरी नै योग अभ्यास अनि योग प्रशिक्षणमा पनि हुनुहुन्छ रामदेवी महर्जन। उहाँसँग हामी यो समय कुराकानी गर्दैछौँ। Reporters Online. रामदेवीजी, स्वागत छ कार्यक्रममा। हजुर नमस्कार, तपाईँलाई पनि धन्यवाद। हजुर नमस्कार, धन्यवाद छ यहाँलाई पनि र दशैं अनि मनीको शुभकामना पनि तपाईँहरूलाई पनि सबैलाई र हाम्रो सम्पूर्ण श्रोताबिनहरूलाई पनि म सबैलाई दशैंको शुभकामना दिन चाहन्छु। दशैं सबैको सुखमय शान्त होस्। हजुर, अब सुखमय शान्त कसरी हुन्छ भन्ने कुराहरू पनि एउटा प्रश्नकै रूपमा उब्जिन्छ होइन? सबभन्दा पहिला त तपाईँको योजना सुनाउनुहोस् न। दशैं अनि यो दशैं कसरी बिताउने योजनामा हुनुहुन्छ? दशैं भन्ने बित्तिकै अब आफ्नो परिवारसँग भेटघाट, माया प्रेम साटासाट गर्ने चाडको रूपमा पनि हामी मान्छौँ यसलाई। त्यसैले पहिला त मेरो अब प्रकृति प्रेमी समूहबाट हरेक वर्षको यो दशैं र तिहार बिच चाहिँ हाम्रो बहुदिने पदयात्राहरू जहिले पनि हुने गर्छ। त्यहीबाट गर्ने गर्थ्यौँ। तर यसपालि चाहिँ त्यो बाहेक मेरो अर्कै योजनाहरू छन्। परिवारसँगै बिताउने अनि काठमाडौँ वरपर रहेका यो जुन होमस्टेहरूमा एक दिन बस्ने योजना छ। अरू त अब सामान्य त्यस्तै भेटघाट गर्ने कार्यक्रमै छ। हजुर, अब दशैं सुख अनि समृद्धिका कुराहरू सधैँ नै उल्लेख हुने गर्दछ शुभकामनाका रूपमा। यो दशैं अनि खानपान पनि परिवर्तन हुन्छ र तपाईँ स्वास्थ्य सम्बन्धी लेख रचना गरिराख्नुहुन्छ। हामी पढ्छौँ तपाईँले लेख्नु भएको। यो दशैं केन्द्रित भएर कुरा गर्ने हो भने के कस्तो कुराहरू ध्यान दिनुपर्ने हुन्छ भनेर तपाईँले अध्ययन गर्दाखेरि फेला परेको छ? मुख्यतः अब सबैले यो स्वास्थ्यप्रति एकदम सचेत हुनुपर्ने देखिन्छ। दशैंमा मात्र होइन, अहिले हाम्रो अधिकांश यो मानिसहरूमा चाहिँ मिठो खाने, राम्रो लाउने, जस्तै अब माछा, मासु, अन्डा, दुग्ध पदार्थ जस्ता चिजहरू बढी खाने, खाएपछि फेरि एक्सर्साइज व्यायामहरू केही पनि नगर्ने, यी कारणले गर्दाखेरि प्राय धेरै रोगहरू, धेरै समस्याहरू आएको पनि पाइन्छ। अब झन् जस्तै चाहिँ हाम्रो विशेष त माछा, मासु, अन्डाकै परिकारहरू बढी खाने चाडकै रूपमा लिइन्छ। त्यही भएर चाहिँ स्वस्थ हुनको लागि चाहिँ दशैंमा झनै हामीले सजग हुनुपर्ने देखिन्छ। यो खानपान चाहिँ मुख्य हो। हामीमा लाग्ने सम्पूर्ण रोग हामीले खाएको खाना नमिलेरै आउँछ। त्यही भएर चाहिँ यो दशैं मनाउँदाखेरि सबै दाजुभाइ दिदीबहिनीहरूले चाहिँ खानामा एकदम ध्यान दिनुपर्ने देखिन्छ। हजुर, जस्तै समयको प्रचलनको कुरा अथवा एउटा समयको विश्वासको कुरा गर्ने, एउटा समयको त्यो बेलाको चाहनाको कुरा गर्ने हो भने त दशैं भनेपछि मासु आवश्यक छ, अनिवार्य छ भन्ने किसिमका कुराहरूसँगै बलिका कुराहरू पनि यही समय जोडिन्छ। त्यो अर्थमा यो समय हामीले कसरी ध्यान दिने भन्ने विषयमा के कस्ता कुराहरू उल्लेख गर्न सक्छौँ? यो जुन दशैंको मुख्य कुरा चाहिँ हामीले चाहिँ एकदम गलत अर्थमा बुझिरहेछौँ। यो बेलामा चाहिँ हामीले बोल्न नसक्ने प्राणीहरू जस्तै खसी, बोका, कुखुराहरूलाई मारेर हामी मासु खाने चलन छ। तर वास्तवमा दशैं भनेको यो पञ्चबली भन्ने कुरा पनि आउँछ। त्यति बेला चाहिँ पञ्चबली भनेर चाहिँ हाम्रो मनमा आउने नराम्रा कुराहरू जस्तै लोभ, ईर्ष्या, मोह, दाहा यस्ता कुराहरूलाई चाहिँ बलि दिएर हामी चाहिँ एकदम आनन्द निरोगी शान्तमय बिताओस् भन्ने कुराले आएको दशैं हो। तर हामीले चाहिँ सायदै यसमा अलिकति गलत बुझेका छौँ। निर्जीव प्राणीहरूलाई मारेर अनि हामीले गरेको कुराहरूलाई चाहिँ के क्षमा पाउँछ भनेर मारेर उनीहरूकै मासु खाने चलन छ। यो चाहिँ एकदम
यो हाम्रो समाजमा चलिआएको चाहिँ अलिकति नराम्रो पक्ष नै हुन सक्छ। त्यही भएर चाहिँ अब माछा मासु अन्डा खानै पर्छ जसमा भन्ने पनि छैन। स्वस्थ रहनलाई माछा मासु अन्डा नै चाहिन्छ भन्ने पनि छैन। अहिले समाजमा के प्रचलन छ भने प्रोटिनको लागि माछा मासु अन्डा चाहिन्छ। यो कुराले पनि माछा मासु अन्डा एकदमै चलिआएको छ। प्रोटिनले हाम्रो शरीरलाई निर्माण गर्ने काम गर्छ। त्यही भएर प्रोटिनको लागि चाहिँ माछा मासु अन्डा मात्र होइन, हाम्रो यो द्विदलीय अन्नहरू जस्तै यो जुन दुई चार खालका अन्नहरू दाल, गेडागुडी, पटमा, चना, यी सम्पूर्ण चिजमा चाहिँ प्रोटिनहरू धेरै पाइन्छ। त्यही भएर हाम्रो दसैँमा कतिसम्म यी चिजहरूलाई बढाएर मासुको मात्रा अब खाँदै नखाने भन्नु पनि मिल्दैन, किनभने प्रचलनमा आइरहेको चिज हो। स्वास्थ्यको अवस्था हेरेर कसरी खाने त्यसमा चाहिँ ज्यादा राम्रो हुन्छ। प्रोटिनकै लागि मिठोकै लागि माछा मासु भन्दा पनि हाम्रो यो जुन प्रोटिनको लागि चाहिने यो जुन द्विदलीय अन्नहरू, साग सब्जी, सलादहरू बढी प्रयोग गर्दाखेरि चाहिँ हामी बढी स्वस्थ रहन सक्छौँ। र अर्को कुराले पनि यो अहिंसाको कुराले पनि माछा मासु खानै पर्छ भन्ने जरुरी चाहिँ देख्दैनौँ। जति सादा आहार गर्छौँ त्यतिकै हाम्रो स्वास्थ्य चाहिँ सरल हुन्छ। हजुर, तपाईँले प्रकृति प्रेमी समूह निरोग धामको पनि उल्लेख गर्नुभयो र यो संस्था मार्फत पनि तपाईँको सक्रियता अनुभूति हुन्छ, निकै सक्रिय हुनुहुन्छ। पुस्तक हाइकिङ काठमाडौँ लेख्नु भएको छ। त्यसरी नै स्वास्थ्य सम्बन्धी विभिन्न जानकारीमूलक लेख रचनाहरू पनि हामी पढ्न पाउँछौँ र योग अभ्यासको कुरासँगै प्रशिक्षणका कुराहरू पनि जोडिन्छ। यति धेरै अनुभव तपाईँले समेट्नु भएको छ र यही अनुभवमा पनि दैनिकी वास्तवमा एकजना व्यक्तिको कस्तो हुनुपर्दछ भन्ने कुराहरू यो समय प्रशिक्षण दिने अथवा अभ्यास गर्ने क्रममा के कस्तो कुराहरू उल्लेख हुन्छ यसमा? सबैभन्दा पहिला त म यहाँनिर धामसम्म कसरी पुगेन सानो छोटो जानकारी गराउँछु तपाईँलाई। पहिला चाहिँ म एकदम टाउको दुखाइको समस्याबाट धेरै ग्रसित थिएँ। धेरै औषधि, धेरै हस्पिटल, सायद काठमाडौँबाट तल गएका सम्पूर्ण हस्पिटलमा म नपुगेकै थिएँ। छैन होला कुनै पनि हस्पिटल। त्यसरी टाउको दुख्ने, धेरै टाउको दुख्ने। जहाँसम्म मलाई याद आउँछ म बच्चा बेलादेखि 9-10-11 वर्षदेखि नै टाउको दुखाइ एकदमै टाउको दुखाइ। अनि बाबाले मलाई साइकलमा राखेर हस्पिटल लाने पनि थाहा छ। औषधि धेरै खान्थेँ, पर्दा पनि औषधि खानु पर्ने टाउको दुखाइले। जति हाम्रो एज बढ्दै गयो टाउको दुखाइ पनि बढ्दै गयो। धेरै दुखाइसकेपछि मलाई माइग्रेन, अहिले त एकदम हाम्रो समस्याको रूपमा माइग्रेन, थाइराइड, सुगर, प्रेसर एकदम चलिरहेको छ नि त अहिले पनि होइन। यो एउटा चलेकै रोगमा पऱ्यो। मलाई पनि यो माइग्रेन भनेर नामाकरण गरियो। बाहिर खाना हिँड्नै नसक्ने, पढ्नै नमिल्ने। एसएलसी पास भएदेखि मलाई पढाइमा पनि ब्यान जस्तै गरिदिनु भयो डक्टरहरूले। अब पढाइ तिमीले गर्न सक्दैनौ, तिम्रो टाउको दुखाइ छ, यो तिमीको हुँदैन भन्ने कुरा पनि आयो। औषधि 6-7 थरी खान्थे, घाममा जान नसक्ने। यस्तो अवस्थामा चाहिँ मैले साथी सरिता मार्फत चाहिँ म प्रकृति प्रेमी समूहमा पहिलोचोटि पाइला राखेको थिएँ। अनि त्यहाँ गएर सदस्यता लिनुपर्छ। सदस्यता लिइसकेपछि त्यहाँको जुन आहार विहार विचार ती 3 चिज, त्यो अनुसार चाहिँ जुन डाइट चार्ट दिइसकेपछि मैले सायदै 2-4 महिना चाहिँ वास्ता गरिनँ। त्यति धेरै औषधि खाएर चाहिँ मेरो भएको छैन, यो खानपानले क्रान्तिको हुन्छ भन्ने कुरामा लागेँ। तर पछि धेरै ठाउँमा गर्दै निको नगइसकेपछि मैले चाहिँ पानीहरू मिलाउँदै, खानपानहरू मिलाउँदै जाँदाखेरि हप्ता 2 हप्तामै मेरो जुन टाउको दुख्न धेरै परिवर्तन आउँदै जान थाल्यो। एकदम कम भएको अनुभव भयो। अनि बिस्तारै यी सबै चिज मिलाउँदै जाँदाखेरि 1 महिनाभित्रमा मैले औषधि पनि खान नपर्ने ठाउँमा पुगेँ म। अनि बिस्तारै मैले संस्थामा चाहिँ लाग्दै गएँ। अहिले हाल म चाहिँ घाममा मात्र होइन, हाइकिङ रुट चेक गराएर सँगसँगै हाइकिङ गर्न सक्ने व्यक्ति पनि बनिसकेँ। यो सबै कुरा चाहिँ हामीले खाएको खाना नमिलेर हामीमा समस्या आउँदो रहेछ। यी एउटा सानो चिज नबुझेर बच्चा बेलादेखि मैले सायदै धेरै लामोसम्म यो टाउको दुखाइ समस्यालाई देखेर हिँड्नु पर्यो। यो चिज देखिसकेपछि म जस्तै समस्यामा परेका व्यक्तिहरूलाई यो सानो चिज नबुझेर यति ठुलो रूपमा बुझेर बस्नुपर्छ भने यो सही कुरा चाहिँ हामी सबैतिर फैलाउँ भनेर चाहिँ अहिले मेरो धाममै बसेर यो कुरालाई फैलाउन चाहिँ हामी नै बसेका हौँ। म र मेरो साथी छ सरिता, दुवैजनाले यो सही कुरालाई सबैतिर फैलाउनको लागि चाहिँ अब यही बसेर आज अब स्वयंसेवकको रूपमा काम गरौँ भनेर हामी बस्न गएको। अहिले हाल जहाँ बसेर म काम गर्छु। बिस्तारै त्यहाँ बस्दै जाँदाखेरि झन् धेरै ज्ञान पाउँदै गएँ। हाइकिङ हिँड्दै जाँदाखेरि चल्ली बल्ली हुँदै गएँ। बिस्तारै गाउँ पुग्दाखेरि त्यहाँको अवस्था देखेर लेख्ने कुराहरू पनि दिमागमा जाँदै गयो। बिस्तारै लेख्दै जाँदाखेरि लेख्दा एउटा बुक पनि तयार गर्न सक्ने भएँ। त्यही भएर चाहिँ मुख्य कुरा चाहिँ हामीलाई समस्या चाहिँ हामीले खाएको आहार विहार विचार नमिलेरै लाग्छ। मान्छेले जन्मेदेखि नमरेसम्म यी 3 चिज आहार विहार विचार
आहार भनेको खाने, विहार भनेको हाम्रो शरीर हल्लाहरू गर्ने गतिविधि र विचार भनेको चाहिँ हामीले जुन दिमागले सोच्ने चिजहरू, ती तीन चिज नमिल्दाखेरि यति धेरै समस्या आउने रहेछ भन्ने कुरा चाहिँ मैले मेरो ध्यान पुगेपछि थाहा पाएँ। र यही तीन चिज मिलायो भने हामी जीवनभर निरोगी रहन सक्छौँ भन्ने कुरा पनि ज्ञान पाएको छु र यही ज्ञानलाई हामी सबैतिर फैलाउनको लागि हिँडिरहेका छौँ अहिलेसम्म। हजुर, उचित आहार विहार विचार भन्नुभयो, यो जसरी तपाईँले उल्लेख गर्नुभयो त्यस्तै सजिलो छ अथवा तपाईँको अब सुरुको शारीरिक समस्याको कुरा उल्लेख गर्नुभयो, पछि निको भएको कुरा पनि उल्लेख गर्नुभयो, त्यो बीचमा निकै मेहनत गर्नुपर्ने अवस्थाहरू, निकै गाह्रो अवस्थाहरू पनि छ अथवा निकै सहज अवस्था हो? यो एकदमै सहज कुरा हो। अहिले मानिसहरूले नबुझेर मात्र यसलाई एकदमै ठुलो कसरी मिलाउने भन्ने कुरा छ। यो वास्तवमा एकदमै सजिलो। आफ्नो स्वास्थ्य आफ्नै हातमा र उचित आहार विहार विचार गरेन हामी सधैँ स्वस्थ निरोग आनन्दित हुन सक्छौँ। तर अहिले अधिकांश मान्छेहरूले आफ्नो स्वास्थ्य आफ्नो हातमा लिनै चाहँदैन। जुनसुकै समस्या आइपरे पनि सेवा गइहाल्ने अनि औषधि खाइहाल्ने बानी छ र आफ्नो स्वास्थ्य आफ्नै हातमा नलिएसम्म औषधि खाँदाखेरि पनि खानै मिल्नुपर्छ। जबसम्म आहार मिल्दैन तबसम्म औषधि खाँदा मात्र पनि हाम्रो समस्याबाट मुक्त हुन सक्दैन, केही हदसम्म कम भएको जस्तो हुन्छ। तर आहार विहार विचार नमिलेसम्म हामी आफ्नो लागि आफूले नगरेसम्म स्वस्थ हुन सक्दैनौँ भन्ने कुरा पनि अब बुझेकी छु। त्यही भएर चाहिँ यो आहार विहार विचार चाहिँ सबैले स्वस्थ रहनको लागि आफ्नो स्वास्थ्य आफ्नै हातमा नलिकन कोही पनि स्वस्थ रहन सक्दैनौँ। खाइदिमा पनि हामी यही कुराहरू दिँदै हिँड्छौँ, आफ्नो स्वास्थ्य आफ्नै हातमा। अनि त्यसको साधना के हो त भन्दाखेरि आहार विहार विचार, ती तीन चिज मिलाएपछि हर व्यक्ति स्वस्थ हुन सकिन्छ। प्रकृतिमा एउटा सरल स्वस्थ रहने नियम छ। यो नियमलाई नै चारैतिर फैलाउने उद्देश्यले हाम्रो प्रकृति समूहले हरेक महिनाको चौथो शनिबार काठमाडौँ वरपरका डाँडाकाँडामा हिँड्ने कार्यक्रम राख्दै आएको छ। अहिले हामी यो आउने 25 गते शनिबार पनि हाइकिङ गर्दैछौँ। दशैं पूर्णिमाको एक दिन अगाडि हाम्रो 149औं पदयात्रा भइसकेको छ। हर पदयात्रामा हामी हिँड्ने काम मात्र होइन कि स्वास्थ्य ज्ञान बाँड्दै हिँड्ने गर्छौँ। हजुर, अनि कस्तो हुन्छ अब दैनिकीको कुरा मैले अघि जोड्न खोजेको थिएँ। अब एकजना व्यक्तिको उचित आहार हुनुपर्छ, उचित विहार हुनुपर्छ, उचित विचार हुनुपर्छ भनिरहँदाखेरि त्यो कसरी अभ्यास हुन्छ, कसरी अभ्यास तपाईँहरू गर्दै हुनुहुन्छ? अब हर व्यक्तिले अब यो अभ्यास त गर्नै पर्छ। यो अभ्यासको लागि चाहिँ अब अब अहिले कस्तो अवस्था पनि छ भने हामी सबैलाई थाहा छ स्वस्थ रहनको लागि हामीले उचित आहार खानुपर्छ, सागसब्जी खानुपर्छ, पानी नियमित पिउनुपर्छ, सलाद खानुपर्छ भन्ने हामी सबैलाई थाहा छ। तर कसरी कुन चाहिँ मात्रामा कसरी खाने भन्ने कुरामा चाहिँ अलिकति अलमल भएको पाइन्छ। यो अलमलतालाई चाहिँ हाम्रो निरोगधाम प्रकृति समूहले चाहिँ ठ्याक्कै राम्रोसँग यो अभ्यासको लागि अगाडि ल्याइदिएको छ। 3 बराबर आहार सूत्रको रूपमा हर व्यक्तिले चाहिँ अब जुन आहार खाँदाखेरि 3 बराबर आहार भन्नाले 1 भाग अन्न, हाम्रो जुन एकदलीय अन्नहरू पकाएर बनाएका खाना 1 भाग, हरियो भएका पात भएका हरियो तरकारी 1 भाग र हरियो बिछिने परिवल हरिसिने जस्ता तरकारीहरूको 1 भाग मात्र, 2 पसरा तरकारी र खाने बित्तिकै सलाद। यसरी हर व्यक्तिले यो 3 बराबर आहार मिलाएर खाँदाखेरि समग्र त यो जुन कब्जियत हुने समस्या चाहिँ आउँदैन। त्यही भएर चाहिँ यो हर व्यक्तिले चाहिँ यो आहारलाई चाहिँ यसरी खाँदाखेरि हामी सुस्थ रहन सक्छौँ। त्यसै गरी अब पानीको नियम, खाना खाइसकेपछि पानी पनि एकदम आवश्यक पर्दछ हाम्रो शरीरलाई, पाचन क्रियालाई अगाडि बढाउन अति आवश्यक पानीको नियमलाई पनि मानिसहरूले चाहिँ एकदम राम्रोसँग लागू गर्नु पर्दछ। अब हाम्रो समाजमा कस्तो चलन छ भने पानी पिउनुपर्छ, पानी धेरै पिउनुपर्छ भनेर पानी पनि एकदमै धेरै पिउने कतिले, फेरि कतिले चाहिँ पानी पिएकै देखिँदैन। अब यहाँ आएका मान्छेहरूसँग कुरा गर्दा पनि हामी थाहा पाउँछौँ। कसैले चाहिँ म दिनमा 6-7 लिटर पानी पिउँछु भनेर हिँड्छन्, कसैले चाहिँ दिनमा 1 ग्लास पनि पानी पिएको पाइँदैन। त्यही भएर चाहिँ यो पानीको नियमलाई पनि फलो गर्नुपर्छ। बिहान उठ्ने बित्तिकै सबैले चाहिँ 3 देखि 4 ग्लास आफ्नो शरीर हेरेर, आफ्नो स्वास्थ्य हेरेर अनि आफ्नो उमेर हेरेर 12 वर्षदेखि माथिका व्यक्तिहरूले उठ्ने बित्तिकै बिहान 3 देखि 4 ग्लास मनतातो पानी घर पिउने टोयलेट जानु अगाडि, अनि दिनमा पनि प्रति घण्टा 1 ग्लास पानी पिउँदा स्वास्थ्यलाई एकदमै लाभ गर्छ र सुत्ने बेलामा मनतातो पानी 1 ग्लास पिएर सुत्ने, यो अभ्यास पनि गर्नुपर्छ हर व्यक्तिले स्वस्थ रहनको लागि। अनि अर्को एकदम आवश्यक कुरा के छ भने 24 घण्टामा 1 घण्टा स्वास्थ्यको लागि चाहिँ व्यायामको आवश्यकता पर्छ। कमसे कम 45 देखि 1 घण्टा चाहिँ मर्निङ वाक गर्न पनि जरुरी छ, अथवा आफ्नो व्यायामहरू शरीरबाट पसिना निस्किने व्यायामहरू गर्नुपर्छ। यसरी मिलायो भने चाहिँ मान्छे चाहिँ समग्र रूपमा स्वस्थ बन्न सकिन्छ। यो सबै कुरा चाहिँ आहार विहार विचारमा पर्छ। खानेकुरा आहारमा पर्यो, व्यायामहरू शरीर हल्लाएर गर्ने कामहरू चाहिँ बिहारमा पर्यो,
विचार भनेको आफ्नो दिमागले सोच्ने कामहरू। ती 3 चिजलाई राम्रोसँग अभ्यास गरेन, एकचोटि गर्ने अभ्यास गरेन मान्छे चाहिँ स्वस्थ रहन सकिन्छ। हजुर। अनि प्रकृति प्रेमी समूह भनेपछि यो समय चर्चा पनि भइरहन्छ र धेरै व्यक्तिहरू जसरी तपाईँले स्वास्थ्य सम्बन्धी आफ्नो समस्या समाधान भएको कुराहरू अन्य व्यक्तिहरू पनि सुनाउनुहुन्छ र यसरी धेरै सन्दर्भहरू सार्वजनिक भइरहँदाखेरि योसँग जोडिएका आकर्षणसँगै विभिन्न गतिविधिका कुराहरू पनि उल्लेख हुन्छ। के कस्ता गतिविधिहरू जोडिन्छ यो समूहसँग? यो अब प्रकृति प्रेमी समूहले सबैभन्दा पहिला त हाम्रो प्रकृति प्रेमी समूहले निरोग, आनन्दित र स्वतन्त्र रहन हामी सम्पूर्ण समाज, सम्पूर्ण मानव जातिलाई स्वस्थ, निरोग र आनन्दित रहन के गर्नुपर्छ, कसरी खाँदा, कसरी के गर्दाखेरि चाहिँ हामी स्वस्थ रहन सक्छौँ भन्ने कुराको चाहिँ ज्ञान दिन्छ। यहाँ चाहिँ अब आफ्नो स्वास्थ्य आफ्नै हातमा कसरी लिने, लागेको रोगबाट कसरी मुक्त हुने र रोगै नलागे पनि सदा स्वस्थ, निरोग र आनन्दित रहन के गर्नुपर्छ भन्ने कुराको सल्लाह दिने चाहिँ ठाउँ हो। अनि त्यसको लागि चाहिँ प्रकृति प्रेमी समूहले स्वस्थ रहनको लागि 24-25 कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसमध्येमा हाइकिङ, ट्रेकिङ चाहिँ उचित विचारमा पर्ने एउटा अङ्ग हो। यो चाहिँ हरेक वर्षको 1-2 पटक चाहिँ हाम्रो प्रकृति प्रेमी समूहले चाहिँ गाउँ गाउँमा गएर स्वास्थ्य ज्ञान सँगसँगै आन्तरिक पर्यटन प्रवर्धनको लागि चाहिँ वर्षको 1-2 चोटि हामी लामो दूरीका पदयात्राहरू गर्छौँ। यसपालि चाहिँ यो दसैँ तिहारको बिचमा 27 गतेदेखि कार्तिक 4 गतेसम्म चाहिँ हाम्रो यो म्याग्दी अनि बागलुङ कुस्मासम्मको चाहिँ पदयात्रा छ। 7 देखि 8 दिनसम्मको यस्तो पदयात्रामा पनि हामी स्वास्थ्य ज्ञान फैलाउँदै हिँड्छौँ। अनि त्यसै गरी हरेक महिनाको चौथो शनिबार चाहिँ हाम्रो यो काठमाडौँको डाँडाकाँडामा 1 दिने पदयात्राहरू गर्छौँ हामीले चाहिँ। अब यो चाहिँ अब हरेक महिनाको चौथो शनिबार हुन्छ। हरेक व्यक्ति इच्छा लागेका व्यक्तिहरूले आउन सक्छन्। तर अब हाइकिङ हिँड्दाखेरि हिँड्ने त सबैले गरेर हुन्छन्, हिँड्ने मात्र काम नभइकन जुन ठाउँमा हामी पुग्छौँ त्यहाँको जुन संस्कृति, कला, त्यहाँको सबै कुराहरू देख्छौँ, ती कुराहरूलाई हेरेर सिक्ने काम चाहिँ गर्नुपर्छ भन्ने भन्छु म चाहिँ। त्यो चाहिँ लाग्छ। हजुर। रामदेवीजी, अर्को कुरा नि जसरी स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका दाबीहरू हुने गर्दछ, विभिन्न किसिमका प्रचारहरू हुने गर्दछ र यो समय त अब सञ्चार माध्यम अथवा सामाजिक सञ्जाल मार्फत पनि त्यही प्रचारहरू हुने गरेको छ। प्रकृति प्रेमी समूह निरोग धाम मार्फत जति गतिविधि भइराखेको छ त्यो गतिविधिसँगै सुरुदेखि आजसम्मको कुरा गर्ने हो भने कसरी स्मरण गर्न सक्छौँ हामी? प्रकृति प्रेमी समूहको सुरुवात त विशेष हाम्रो अहिले संस्थापक डाक्टर उमेश श्रेष्ठ हुनुहुन्छ। उहाँकै थीम हो यो, आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार विहार विचारले सम्पूर्ण व्यक्ति चाहिँ स्वस्थ रहन सकिन्छ र यो कुरालाई हामी सबैतिर फैलाउँ, जन अभियानकै रूपमा अगाडि फैलाउँ भन्ने उद्देश्यले यो संस्था स्थापना भएको हो। र अहिलेसम्म पनि यो संस्थाले यही उद्देश्यलाई अगाडि बढाउन चाहिँ अगाडि बढिरहेको छ। यो 98 सालतिर स्थापना भएको हो र अहिलेसम्म निरन्तर रूपमा यी उचित आहार विहार विचारलाई जन अभियानको रूपमा अगाडि बढाउनको निम्ति चाहिँ अगाडि बढिएको छ। अब सुरुवातमा त अलिकति गाह्रो अवस्था त छँदै थियो, तर अहिले आएर चाहिँ सबै मान्छेहरूमा चाहिँ स्वस्थ रहनुपर्छ भन्ने कन्सियसनेस पनि देखिएको छ र आफ्नो लागि आफैले गर्नुपर्छ भन्ने कुराहरू पनि देखिएको पाइन्छ। अब आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने व्यक्तिहरू पनि बढेको पाइन्छ। हजुर। अब हाइकिङ काठमाडौँको बारेमा सुनाउनुहोस् न। यो पुस्तक कसरी सृजना भयो? हाइकिङको बारेमा जसरी तपाईँले हाइकिङसँगै यो समय स्वास्थ्यको लागि अति उत्तम यात्राहरू, ती यात्रा केन्द्रित भएर यो पुस्तक सृजना गरौँ भन्ने त्यो विचारसँगै यो पुस्तक तयारी गरिरहँदाखेरिका अवधिका कुरा, यो पुस्तकको बारेमा सुनाउनुहोस् न। हाइकिङ काठमाडौँ यो लेख्दाखेरि लगभग मेरो धाममा आबद्ध भएको कम्तीमा पनि 11-12 वर्ष भयो। 11-12 वर्षमा हामीले निरन्तर रूपमा यो स्वास्थ्य ज्ञानलाई अगाडि चलाउनको लागि हर कामहरू गरेका छौँ र त्यसमध्येमा हाइकिङ एउटा पनि मुख्य भयो। हर महिनाको चौथो शनिबार हाइकिङ गराउने, सँगसँगै जाने, अनि त्योभन्दा अगाडि हामी लानको लागि रुट ट्रेकिङ पनि गर्ने गर्छौँ। त्यही ठाउँमा हामी 2 चोटि पुग्छौँ। पहिले चाहिँ गएर रुट ट्रेकिङ गर्छौँ अनि फेरि हामी हाइकर्सहरूलाई लाने गर्छौँ। यस्तै हिँड्दै गर्दाखेरि कति साथीहरूले लेख्ने प्रेरणा पनि दिनुभयो, तपाईँ यति धेरै हिँडिराख्नुहुन्छ, लेख्नुसँग लेख्दाखेरि राम्रो हुन्छ भन्ने कुरा पनि गयो। मनमा पनि एक प्रकारको हो त यत्रो धेरै ठाउँमा पुग्छु, गाउँमा पुग्दाखेरि गाउँको समस्याहरू देख्दछु, लेख्दाखेरि मान्छेहरू पनि बुझ्ला कि भन्ने कुरा पनि आयो। त्यसपछि बिस्तारै लेख्न सुरुवात गरेँ। लेख्दै अब बानी हुँदै गयो। हरेक महिनाको एउटा हाइकिङ लेख्दै जाँदाखेरि 10-11 वर्षमा त धेरै कलेक्सन चाहिँ भएको रहेछ। अनि सबै हाइकर्स मित्रहरूले चाहिँ अब तपाईँले त्यति धेरै लेखिसक्नुभयो, एउटा बुकको रूपमा
उठा गर्दाखेरि भइहाल्छ नि भन्ने कुराहरू पनि धेरै आइकस मित्रहरूले चाहिँ मलाई एकदम भन्नुभएको थियो। बिस्तारै मनमा पनि राखेँ ठिकै छ, यसलाई सूत्रबद्ध रूपमा निकालेपछि सायदै काठमाडौँमा हाइकिङ हिँड्नेहरूलाई सहयोग पुग्ला कि। साथसाथै अब हाइकिङ त हिँड्छन्, तर हाइकिङ हिँड्दाखेरि चाहिँ कस्तो ट्रेन्ड चलेको छ भने स्वास्थ्यको लागि हाइकिङ हिँड्नुपर्छ भन्ने कुरा सायद लगभग अब सम्पूर्ण व्यक्ति तपाईँ हामी सबैलाई थाहा छ, हिँड्दाखेरि स्वास्थ्य लाभ हुन्छ, हिँड्नुपर्छ भन्ने कुरा थाहा भइसकेको अवस्था हो। तर हिँड्दाखेरि जाने नजाने एकदम आफू खुसी खाने, आफू खुसी गर्ने, मनपर्दो गरेर हिँडेको पाइन्छ, जसले गर्दाखेरि चाहिँ स्वास्थ्यलाई जति लाभ हुन्छ त्यति नपाएको पनि देखेँ। त्यही भएर चाहिँ यो बुकले चाहिँ स्वास्थ्य सँगसँग हिँडाइमा पनि बानी बसोस्, गाउँ गाउँमा गएर सबै हाम्रो देशको सम्पूर्ण गाउँहरूलाई पनि चिनियोस्, मान्छेहरूमा हिँड्ने ट्रेन बसोस् अनि स्वस्थ रहने विधि पनि बुझोस् भन्ने कुरालाई चाहिँ समेटेर बनाउँछु भन्ने सोचले चाहिँ 5-6 वर्षको मेहनत पछाडि चाहिँ हाइकिङ काठमाडौँ भनेर आएको किताब हो। अब हाइकिङ काठमाडौँमा चाहिँ हाइकिङ गर्ने मात्र होइन, हाइकिङ गर्दाखेरि पहिलो कसरी तयारी गर्नुपर्छ, हिँडिसकेपछि कसरी हिँड्नुपर्छ, हाइकिङका फाइदाहरू के हुन्, हाइकिङ हिँडिसकेपछि हामीले के गर्नुपर्छ, बुझिसकेका कुरालाई कसरी उतारेर सबैलाई बुझाउनुपर्छ भन्ने कुराको साथसाथै चाहिँ यो रुटहरूको बारेमा भइहाल्यो। अनि त्यो सँगसँगै चाहिँ आहार कसरी खानुपर्छ, हिँड्दाखेरि कसरी खानपान गर्नुपर्छ, त्यस्तो हुनाले हामीले के खानुपर्छ के खानु हुँदैन त्यो पनि विषयमा छ। व्यायाम, योग व्यायाम, हिँड्दाखेरि पनि हामी बिहान योग व्यायाम गर्दाखेरि त्यसले कति हामीलाई फाइदा गर्छ त्यसको बारेमा पनि छ। यी सबै कुरालाई समेटेर हाइकिङ काठमाडौँ भन्ने बुक आएको छ। यसले चाहिँ समग्र रूपमा श्रेष्ठ हाइकिङलाई चाहिँ सृजना गर्न सहयोग गर्छ जस्तो लाग्छ। हजुर, यति स्वास्थ्य सम्बन्धी लाभका हामीले कुराकानी गर्यौँ र यही समय रेडियो सुनिरहँदाखेरि पनि त्यो किसिमको समस्याहरू यो समय कोही श्रोता भोग्दै हुनुहुन्छ भने त्यो समस्या निको बनाउनको लागि प्रकृति प्रेमी समूहमा म पनि सहभागी हुन चाहन्छु भन्ने चाहना यो समय मनमा उब्जिएको छ भने अब उहाँहरू कसरी सम्पर्क गर्न सक्नुहुन्छ, कसरी तपाईँसम्म पुग्न सक्नुहुन्छ? प्रकृति प्रेमी समूहमा त सबैलाई स्वागत छ। म यहाँबाट पनि भन्न चाहन्छु, प्रकृति प्रेमी समूहले हाइकिङ ट्रेकिङ गराउने मात्र गर्दैन, यसले चाहिँ समग्र रूपमा मान्छेहरूलाई स्वस्थ कसरी बन्ने, आफ्नो स्वास्थ्य आफ्नै हातमा लिएर सदा स्वस्थ निरोग र आनन्दित कसरी बन्ने भन्ने कुराको चाहिँ सिकाउने काम गर्दछ। त्यसैले यो संस्थामा सबैलाई स्वागत छ। तर यसमा आउनको लागि चाहिँ सदस्यता लिनुपर्छ। हामी सदस्य बनिसकेपछि मात्र त्यहाँ भएका अवगत सदस्यहरूले चाहिँ सल्लाह दिने गरिन्छ। यहाँ कुनै उपचार कुनै पनि व्यापार हुँदैन स्वास्थ्यको, यहाँ बस आफ्नो स्वास्थ्य आफ्नै हातमा कसरी दिने भन्ने कुराको चाहिँ सरसल्लाह दिने ठाउँ हो। यसमा आबद्ध हुनको लागि, यसमा आउने इच्छुक मित्रहरूको लागि चाहिँ सदस्यता लिन सकिन्छ। सदस्यता शुल्क वार्षिक चाहिँ 1500 रुपियाँ हो। 1500 रुपियाँले चाहिँ 1 वर्षसम्म निःशुल्क हुन्छ। यो चाहिँ सदस्यता शुल्क मात्र भयो। अरू जुन सरसल्लाह जुन स्वास्थ्य सम्बन्धी परामर्श निःशुल्कै हुन्छ। साथसाथै यो 1500 रुपियाँमा हरेक महिनाको दोस्रो शनिबार चाहिँ हाम्रो उचित आहार विहार विचार सम्बन्धी 5-6 घन्टे ओरिएन्टेसन क्लास हुन्छ। त्यसमा पनि निःशुल्क सहभागिता बनाउन सकिन्छ। यो चाहिँ स्वास्थ्य परामर्शको लागि गर्नुपर्ने यो सदस्यता लिनुपर्ने भयो। अर्को चाहिँ हाइकिङ आउने इच्छुक मित्रहरूले हाइकिङ मात्र आउँछु भन्न पनि सकिन्छ। हाइकिङ आउँदाखेरि चाहिँ हामीले सदस्यता लिनु परेन, हिँड्न सक्ने जो कोही व्यक्ति पनि हाइकिङ आउन सक्नुहुन्छ। हाम्रो यो प्रकृति प्रेमी समूहको हाइकिङमा आउँदाखेरि दुईवटा फाइदा हुन्छ। एउटा चाहिँ हिँड्न त पाइहाल्यो, स्वास्थ्य लाभ त भइहाल्यो, साथसाथै हाइकिङ हिँड्दै स्वस्थ रहन कसरी खानपान गर्नुपर्छ भन्ने कुराको पनि ज्ञान पाइन्छ। हामी त्यहाँ खुवाउँदाखेरि पनि हामी अरू जस्तै अखाद्य खानपानहरू बनाउँदैनौँ, हामी आफ्नै तरिकाले खानाहरू खुवाउँदाखेरि 3 बराबर आहारको रूपमा खुवाउँछौँ। यी कुराहरू देख्दाखेरि उहाँहरूले त्यहीबाट पनि स्वस्थ रहन कसरी खानुपर्छ भन्ने कुरा चाहिँ ज्ञान पाइसकेका हुन्छन्। त्यही भएर हाइकिङमा आउँदाखेरि यहाँबाट स्वास्थ्य ज्ञान पनि पाइन्छ। हाइकिङ हिँड्दाखेरि चाहिँ यो 1500 रुपियाँ तिरेर सदस्यता लिनु पर्दैन। हिँड्न सक्ने व्यक्तिहरू चाहिँ हाइकिङमा मात्र पनि म समावेश हुन चाहन्छु भनेर आउँदा पनि मिल्छ। हाइकिङ त मैले भनिहालेँ हरेक महिनाको शनिबार हुने गर्छ। अरू चाहिँ अब सदस्यता लिएर परामर्शको लागि गयो भने चाहिँ अब आइतबारदेखि शुक्रबारसम्म हरेक दिन खुला हुन्छ। बिहान अब 10 बजेदेखि 5 बजेसम्म। ठेगाना ललितपुर 7 बाटो निरोधधाम प्रकृति प्रेमी समूह। हजुर, रामदेवीजी हस्, धन्यवाद छ यहाँलाई। हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ गर्ने मौका दिनु भएकोमा। अब अन्तिममा चाहिँ म सबै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीलाई चाहिँ के भन्न चाहन्छु भने
जति सादा हुन सकिन्छ त्यतिकै हामी स्वस्थ रहन सक्छौँ। त्यही भएर यो दसैँमा पनि स्वस्थ वर्ग खानपान गर्ने, एक दिन रमाएर एक दिन यो जुन अखाद्य चिज बढी खाएर रोग बोकेर बस्नुभन्दा सादा स्वस्थ आहार गरेर सदा स्वस्थ रहौँ भन्ने चाहिँ भन्न चाहन्छु। सबैलाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिएर सदा स्वस्थ निरोग आनन्दित रहनुहोस् भन्ने शुभकामना दिन चाहन्छु। आजको कार्यक्रममा हामीले रामदेवी महर्जनसँग कुराकानी गर्यौं। स्वास्थ्य सम्बन्धी विभिन्न जानकारीमूलक लेख रचनाहरू निरन्तर उहाँको हामी पढ्न पाउँछौं। हाइकिङ काठमाडौँ नामक पुस्तक सार्वजनिक भइसकेको छ। यसरी नै प्रकृति प्रेमी समूहको कार्य समितिको कोषाध्यक्षका रूपमा पनि क्रियाशील हुनुहुन्छ। उहाँसँगको कुराकानीको यो प्रसङ्गसँगै कार्यक्रम रिपोर्टर्स डायरीको समयावधि सकिएको छ। कार्यक्रमबाट प्राविधिक सहकर्मी सुशोभित शाक्यलाई धन्यवाद दिँदै म सूरजवीर बज्राचार्य पनि छुट्टिन्छु। नमस्कार।